यो धरानको श्रम संस्कृति पार्क लिम्बू समुदायको च्याब्रुङ पनि रहेको छ गाइस। राम्रो राम्रो दृश्य हेर्न पाएका छौँ। धारा पनि छ धरानका मेयर हर्क साम्पाङज्यूलाई हार्दिक धन्यवाद स्वरूप यो भिडियो बनाउँदैछु। यहाँ पनि सानो पोखरी रहेछ। यहाँ यो श्रम संस्कृति पार्कको तपाईहरुलाई रमाइलो भयो आजको ब्लग हाम्रो। थ्यांक यू फर वाचिङ। यो बाइक किन दिएन है गाडीहरु दिएन नि। कति भिड थियो अस्ति देख्नु भएन तपाईले? अझै पुरै थियो त्यो स्टलहरु मात्रै हो उता स्टल हो। हेर्दा लाग्छ तर भिडै यस्तो के। यो हो रक गार्डन। हेलो सबैलाई नमस्ते। आज हामी आएका छौं धरानको एसटीएस रक गार्डन श्रम संस्कृति पार्कमा। आज बिदाको दिन श्रीमती र म दुईजना हामी आएका छौं। आजको हाम्रो बिदाको दिनलाई सदुपयोग गर्दै आजको भ्लगमा सबैलाई स्वागत छ। हामी हेर्नेछौं धरानको एसटीएस रक गार्डन श्रम संस्कृति पार्क है त भित्र कस्तो छ भनेर। ल ओके सबैजना आउनुस् मसँग। यो रहेको छ धरानको श्रम संस्कृति पार्कको टिकट काउन्टर गेट। यहाँ छ टिकट काउन्टर, टिकट काट्ने ठाउँ। टिकट काउन्टरको छेउमा रहेको छ शुद्ध पिउने पानीको धारा। हेलो 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 जाउँ जाउँ यो पानी पर्ला जस्तो भएछ पुरै। जाउँ 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 श्रम संस्कृति पार्क हाम्रो एउटा रहेको छ। धरानको श्रम संस्कृति पार्क भित्र रहेको यो लिम्बू समुदायको च्याब्रुङ पनि रहेको छ गाइस। यो बजाउनु चाहिँ मिल्दैन, साउन्ड चाहिँ आउँदैन। हलो बोक्नु भएको किसानलाई प्रति गर्न खोजेको होला। पहाडमा भारी बोक्नु भरिएको पनि यहाँनिर रहेको छ भने यो चाहिँ यो बनाउन सहयोग गर्नेहरूको नामावली डाटाहरूको नाम रहेको छ। अझै धेरै कुराहरू रहेछ भित्रपट्टि पार्कमा। आज हामी आएका छौँ साथीहरू। यता रहेको छ भरिया बाजेको भिडियो छ, शालिग छ, राम्रो खालको रहेको छ। त्यसपछि यहाँनिर हाम्रो भुपु आर्मी स्वर्गीय अर्जुन तुम्बा हाङबेको नै शालिग जस्तो लाग्यो हेर्दाखेरि। यहाँनिर सायद उहाँले राम्रै कन्ट्रिब्युसन दिनुभएको छ यो बनाउनको लागि। अनि यो श्रम संस्कृति पार्क राम्रो बनेको छ। जस धरानमा मेयर हर्क साम्पाङ आउनु भए पछाडि चाहिँ यहाँको विकास भएको लागिरहेछ। ल अगाडि बढ्दै जाने क्रममा राम्रो राम्रो दृश्य हेर्न पाएका छौँ धरानको श्रम संस्कृति पार्कमा। रमाइलो भइरहेको छ आज बिदाको दिन। हामी श्रीमान श्रीमती यहाँ श्रम चौतारी भनेर अझै बन्दै रहेछ। यो चाहिँ निर्माणाधीन क्रममा छ अहिले। यसलाई यसको उजागर भएको छैन। भित्रपट्टि धेरै बस्ने ठाउँहरू छ। पुण्य स्मृतिमा भनेर बनाइएको छ कुनै। अनि यसरी स्वर्गीय आफ्ना सन्ततिहरूको स्मरणमा स्मृतिमा चाहिँ उहाँका परिवारजनहरूले बनाउनु भएको, उहाँको सम्मानमा सम्झनामा बनाउनु भएको यी विश्राम गर्ने स्थलहरू अगाडिपट्टि यस्तो पनि छ। एकदमै राम्रो छ है साथीहरू। यो वरिपरि पहाडको बिचमा सानो एउटा पार्क एकदम रमाइलो छ। अझै भित्र बन्दैछ। हामी हेर्न सक्छौँ अझै पनि यहाँ निर्माणको कामहरू हुँदैछ। अझै बन्ने काम जारी छ। अनि आगामी दिनमा चाहिँ अझै योभन्दा राम्रो हुने हामी आशा गर्दछौँ। यहाँ बन्दैछ, अझै पनि राम्रो बन्दैछ। धरानको श्रम संस्कृति पार्क भित्र धेरै संरचनाहरू छन् अझै पनि। यहाँ अझै बन्दैछ है, बन्ने क्रम जारी छ। यहाँ बन्ने क्रम जारी छ। कस्तो लागिरहेको आज हाम्रो यो घुमघाममा कस्तो लागिरहेको?
देख्छ के छ फोटो खिच्ने ठाउँहरु के छ पाइप छ बेलचा छ मादल पनि छ आजको हाम्रो सम संस्कृति पार्कको भ्रमणको कार्यक्रममा हामी अगाडि बढ्दै यहाँ अर्को सेकेन्ड चरणको हाम्रो पार्क आएको छ हामी त्यहाँ पनि घुम्दैछौँ है त तपाईलाई भिडियोमा देखाउँदैछौँ हामी अगाडि बढ्दैछौँ साथीहरु यो रहेको छ सानो पोखरी जहाँ माछा पालन भइरहेको छ निरन्तर रूपमा यो सम संस्कृति पार्कको तपाईहरुलाई देखाइरहेका छौँ हामी छौँ आज धरानको सम संस्कृति पार्कभित्र राम्रो बनाउनु भएको छ हाम्रो हल्का साम्पाङज्यूले धरानका मेयर स्वतन्त्र उम्मेदवारीबाट बिजी हुनुभएका धरानका मेयर हल्का साम्पाङज्यूलाई हार्दिक धन्यवाद तथा सम्मान स्वरूप यो भिडियो उहाँको निम्ति धारा पनि छ शुद्ध पिउने पानीको धारा हो यो यसको चाहिँ यहाँबाट राम्रो देख्न सकिन्छ माथिपट्टि अझै माथि पनि छन् कि के हो कसो हो छ है धरानको सम संस्कृति पार्क यो धरानको सम संस्कृति पार्क साथीहरु धरानको जंगलको बीचमा खोला किनारमा रहेको धरानी श्रम संस्कृति पार्कमा आज हामीले रमाइलो बताएका छौँ धरानको श्रम संस्कृति पार्क हामी घुमिरहेका छौँ यो चाहिँ फुलबारीको सेक्सन जस राम्रै छ अब चाहिँ हामी लाग्छौँ तलतिर यो तल एरियातिर हामी लाग्दैछौँ यो ओस्टो पार्क भन्न चिनिन्थ्यो पहिला चाहिँ यहाँ यो फुल र पुल मात्रै थियो पुलमा भएको फुल मात्रै थियो अब अहिले भने चाहिँ यो पुरै यो एसडिएस पार्क भन्न चिन्न थालेको किनभने धरानका मेयर साहब हल्का साम्पाङज्यूले यसै खालको पार्क बनाएर एउटा जो धरानवासी साथसाथै धरान नजिकका नगरवासीहरूलाई चाहिँ एउटा बिदाको दिन छुट्टीको समयमा घुम्नको निम्ति राम्रो एउटा ठाउँ बनाइदिनु भएकोमा धन्यवाद तपाईँ जानु हेलो एभ्रिवान सबैलाई स्वागत छ फेरि मेरो भ्लगमा आज चाहिँ हामी आएका छौँ बिदाको दिन पारेर धरानको श्रम संस्कृति पार्कमा अनि धरानका मेयर हर्क साम्पाङज्यूलाई हार्दिक धन्यवाद स्वरूप यो भिडियो बनाउँदैछु उहाँले श्रमदानको आह्वान लगाएर श्रमको अभियन्ताको रूपमा काम गरेर धरानको श्रम संस्कृति पार्कलाई बनाउनु भयो अनि यसको निम्ति हामी उहाँलाई धन्यवाद दिन चाहन्छु मेरो ब्याकग्राउन्ड तपाईँ हेर्न सक्नुहुन्छ यति राम्रो ठाउँ उहाँले बनाउनु भएको छ अनि धरान निवासी लगायत धरानको साथसाथै धरानको मात्रै नभएर धरानको छेउछाउमा वरिपरि रहेका
नगरवासीहरूलाई पनि यसरी बिदाको दिनहरूमा चाहिँ घुम्नको निम्ति राम्रो ठाउँ बनाउनु भएको छ। यहाँनिर आएर तपाईँले एकदमै चिसो मौसममा असल समय बिताउन सक्नुहुन्छ आफ्नो इष्टमित्र साथीभाइहरूको साथमा। अनि यो बिदाको समयमा सदुपयोग गर्न सकिने एउटा असल ठाउँको रूपमा हामी यता पछाडि पनि देखाइदिउँ हो यतातिर ल एसडिएस रक गार्डन भनेर सचेत धराने समूहले निर्माण गर्नुभएको श्रम योगदान दिएर हैन। अनि यसको श्रम अभियन्ता चाहिँ धरानका सचेत धरानी समूह सचेत धरानी समूह एसडिएस को फुल फर्म चाहिँ सचेत धरानी समूह रहेको छ। एसडिएस रक गार्डनमा आज हामी आएका छौँ। तपाईँ हेर्न सक्नुहुन्छ आज धेरै नै मानिसहरूको भिडभाड पनि भएको छ। हामीले हेर्न सक्छौँ हाम्रो विदेशी पर्यटक पनि आजको दिनमा आउनु भएको छ। हुन्छ धन्यवाद थ्याङ्क यू वेलकम एभ्रीबडी। फेरि पनि मेरो ब्लगमा स्वागत छ। हामी पनि आज आएका छौँ धरानको सचेत धरान समूहले निर्माण गर्नुभएको एसडिएस रक गार्डनको भ्रमणमा। अनि आज हामी सुमाथि चाहिँ आएका छौँ हाम्रो यो रक गार्डनको भ्रमणमा। हेरौँ कस्तो छ। हामीले त्यो पार्ट चाहिँ अघि घुम्यौँ होइन, त्यो सानो सानो कटेजवालाहरू चाहिँ अघि नै घुम्यौँ। अब यो पार्ट चाहिँ हामी अहिले घुम्दैछौँ। अनि त्यो पार्टमा छिर्नको लागि चाहिँ एकजनाको 20 रुपियाँ रहेको छ भने यो पार्टमा छिर्न चाहिँ एकजनाको 35 रुपियाँ रहेको छ टिकट शुल्क। अनि 20 र 35 भने एकजनाको 55 रुपियाँ। 55 रुपियाँमा तपाईँले मजाले यो आफ्नो समय लगाएर समय लिएर पनि मजाले घुम्न सक्नुहुन्छ। यहाँ पनि सानो पोखरी रहेछ। यहाँ चाहिँ सानो पोखरीमा केही सानो सानो माछाहरू कुदिरहेका छन् साथीहरू हेर्न सक्नुहुन्छ तपाईँहरूले। दिस फिस पन्ड इज स्पोन्सर्ड बाई सुमन इन्जिनियरिङ लिमिटेड काउन्सिल। धेरैजनाको श्रमको सहयोग साथसाथै आर्थिक सहयोग विभिन्न प्रकारको सहयोगले गर्दा यो एसडिएस रक गार्डन यसरी आज सुसम्पन्न हुन सम्भव भएको छ। अनि यो चाहिँ चिल्ड्रेन पार्क बच्चाहरूको निम्ति एसडिएस रक गार्डनभित्र पनि केही खेल्ने व्यवस्था राखिएको रहेको छ। चाहिँ बच्चाहरूको लागि पनि ठाउँ रहेको छ गाइज। नानीहरू आयो भने यहाँ खेल्न सक्नुहुन्छ। यहाँहरू मजाले कोही पिङ खेल्ने कोही के खेल्ने खेलिराख्नु भएको छ। सबैलाई स्वागत छ। फेरि पनि यो तपाईँले मेरो च्यानललाई अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन भने प्लिज सब्सक्राइब गर्नुहोला, लाइक पनि गर्नुहोला, सेयर कमेन्ट गर्नुहोला। तपाईँको सानो लाइक र सब्सक्राइबले मलाई ठुलो हौसला मिल्ने छ आगामी दिन यस्तो ब्लग भिडियो बनाउनलाई। अनि हामी छौँ आज चाहिँ धरानको एसडिएस रक गार्डनमा माथि जाँदैछौँ। आउनुहोस् फलो मी। रमणीय आकर्षणका विभिन्न कुरा राखिएको छ। यतातिर हेर्न सक्छौँ उता पानीको फोहरा छ। साथसाथै यहाँ माथिपट्टि धरान लेखेर ठुलो चित्रण पनि गरेको छ। हामी त्यहाँ पनि हेर्नेछौँ धरानमा। आउनुहोस् न मेरो पछि गाइज फलो मी। हामी उतातिर हेरौँ त एकपल्ट। पारीतिर त्यहाँ पानीको फोहरा पनि छुटिरहेछ। अझ यहाँ खोला लगाएपछि अझै रमाइलो हुन्छ जस्तो छ। यो रहेको छ धरान DHARA एन्ड धरान। हामी यहाँ फोटो खिच्नेछौँ ल। सचेत धरानी समूहद्वारा निर्माण गरिएको अनि धरानका मेयर हनुका सम्पर्कीद्वारा श्रम अभियन्ताको रूपमा खटिएर श्रम आह्वान गरी श्रमदान गरेर बनाइएको धरानको
एसडिएस रक गार्डनमा यहाँ हामी हेर्न सक्छौँ बालबालिकाहरूको पनि खेल्ने धेरै ठाउँ रहेको छ। नानीहरू पनि मजाले खेलिरहेका छन् यहाँनिर। भने अब हामी पारिपट्टि त्यो पानीको फोरातिर हामी जानेछौँ। यहाँबाट हेर्न सक्छौँ। पहिला यो पोसु पार्क भनेर मात्रै चिनिन्थ्यो भने अब चाहिँ मेयर हर्क साम्पाङको पार्क भनेर पनि चिन्न थालेको छ है। अनि जो तपाईँ धरानभन्दा बाहिर हुनुहुन्छ, धरान अहिलेसम्म आउनुभएको छैन भने चाहिँ यहाँलाई एकपटक धरान आउँदाखेरि यस ठाउँमा आएर यस ठाउँको आनन्द लिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। अब हामी जानेछौँ त्यो पारिपट्टिको स्थानतिर। आजको हाम्रो ब्लगमा फेरि पनि तपाईँलाई स्वागत छ। अनि तपाईँले अझै पनि मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने प्लिज सब्सक्राइब माई च्यानल। अनि तपाईँहरूको सानो सपोर्टले मलाई धेरै हौसला मिल्नेछ। अनि आगामी दिनमा यस्तै प्रकारको ब्लगहरू म तपाईँहरू बनाउँदै ल्याउने छु। अनि धेरै अधिकांश पाठहरू हामीले हेरिसकेका छौँ, केही भागहरू बाँकी छ, त्यस भागलाई हेर्नेछौँ। अनि धन्यवाद। तपाईँहरूले यो भिडियो मन परेमा लाइक गरेर आफ्नो साथीलाई सेयर पनि गर्नुहोला। हामी धरानको एसडिएस रक गार्डनमा आज उपस्थित भएका छौँ। पार्कमा चाहिँ सानो सानो पोखरीहरूमा यहाँ माछाहरू पनि पालेको हेर्न सक्नुहुन्छ तपाईँहरूले। यहाँनिर हेर्नु त भित्र माछाहरू अहिले फेरि भित्र तल गएको छ, पानी अलिक फोहोर भएर यहाँ माछाहरू छन्। हामीले माछा देख्न सक्छौँ। यहाँनिर प्रशस्तै मात्रामा माछाहरू पालेको हामी देख्न सक्छौँ। अब चाहिँ भने हामी धरानको यो श्रम संस्कृति पार्कको नघुमेको ठाउँ भनेको हाम्रो यो यतापट्टिको फाउन्टेन पार्कतिर हामी जाँदैछौँ। यहाँ राम्रो खालको एउटा पुल बनाइएको छ। बर्खायाममा खोला आए पछाडि, खोलामा पानी आएपछि, सरी खोला त अलरेडी छँदै छ, यो खोलामा पानी आएपछि अझै राम्रो हुनेछ, अझै रमाइलो हुनेछ भनेर हामी विश्वास गर्दछौँ। आज बिदाको दिन धेरै मानिसहरूको आवत जावतको क्रम जारी छ। ल अघि हामीले माथि डाँडाबाट हेरेको पार्क चाहिँ यही हो साथीहरू। यो भाग चाहिँ अब यस्तो रहेको छ। डाक्टर मोनिक राई, सन्तोष कला राईद्वारा माछा दान भएको भनेर लेखेको छ। अनि यहाँ चाहिँ सुरक्षाकर्मीहरूले, पहरेदारहरूले चाहिँ निरन्तर रूपमा खबरदारी गर्ने काम पनि भइरहेको छ। कारण यहाँ आउने पर्यटकहरूले कसैले पुलमाथि चढेर फोटो खिच्ने, भिडियो बनाउने, साथै कसैलाई ज्यानको खतरा हुने कामहरू कसैबाट हुन जान्छ भने त्यहाँ चाहिँ सावधानी गर्ने काममा भइरहेको छ। विभिन्न प्रजातिका फुलहरू पनि यहाँनिर रोपिएको छ। ल यहाँ यस्तो राम्रो खालको एउटा सजावट गरेको छ। यस्तो रहेको छ। फोटो खिच्ने ठाउँ मध्येमा यो पनि रहेको छ, फोटो खिच्ने ठाउँ। श्रम संस्कृति पार्कभित्र पानीको फोहरा। गाइड्स हेर्नुहोस् यस्तो राम्रो बनाएको छ। यति राम्रो फाउन्टेन पार्क छ यहाँनिर। रमाइलो भयो आजको ब्लग हाम्रो। थ्याङ्क यू फर वाचिङ। सबैले सब्सक्राइब गर्नु होला, नबिर्सिनु होला। अब चाहिँ हामी निस्किँदैछौँ। यो आजको हाम्रो घुमघाम लगभग सकिन आँटेको छ। अब निस्किँदैछौँ। अनि धन्यवाद छ तपाईँहरूले अहिलेसम्म यो भिडियोलाई हेर्नुभएकोमा, यो भिडियोलाई अन्तिमसम्म हेर्नुभएकोमा धन्यवाद छ।
अनि मेरो च्यानललाई यसमा तपाईँले सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्न नबिर्सनु होला अनि आजको ब्लग चाहिँ हामी लगभग यहीँ सक्दैछौँ थ्याङ्क यू फर वाचिङ एन्ड डोन्ट फर्गेट टु सब्स्क्राइब माई च्यानल अनि यस्तै यस्तै रमाइलो ब्लगको लागि मेरो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला आजको हाम्रो यो धरानको एसटिएस रक गार्डनको ब्लगलाई हेरेर यो भिडियोलाई लाइक गर्न सब्स्क्राइब र सेयर गर्न अनि एउटा मिठो कमेन्ट गर्न नबिर्सनु होला भन्दै थ्याङ्क यू भेरी मच हेभ अ ग्रेट टाइम अहेड थ्याङ्क यू